चाइनाले मार्केट लियो हो आम्मामा के हो यार लाइट चाहिँ बेचतै भयो नि त यो फेरि छ्या यो खतरा खाएको सुडो आमामामा है कहाँ यो यार के हो प्रेम सर यस्तो यो आमामा के हो जहाँ गयो पनि कुकुर बिरालोले चाहिँ छोडिँदैन होइन टोक्दैन टोक्न चाहिँ कहाँ बस्ने हो जाउँ न यसो कतै यसो घुमघाम साह्रै अल्छी लगाएर निस्केको म त बाहिर ल जाउँ लेटाङको यात्रा यो पनि जान्छ क्या हो ए पछ्याउने रहेछ यार यसले ओए जा भित्र जा अबको यात्रा लेटाङको अब लेटाङ बाटो साह्रै खत्तम छ क्या मलाई त त्यही पिर पर्छ क्या कहाँसम्म त्यही त काने पोखरी त नि आमा त्यो बाटो त सम्झिँदै म त विरक्तै लागेर आउँछ ए यो चाहिँ हाम्रो पथरी शनिश्चरीको शिविर अहिले चाहिँ पुरै सुक्खा भइसकेको अवस्था छ होइन धेरै घरहरू खाली भइसक्यो भुटानी शरणार्थीको घरहरू होइन अमेरिका धेरैलाई लगिसक्यो अनि अहिले चाहिँ यसो छन् छन त अलिअलि त छन् तर धेरै जसोलाई चाहिँ लिएरै गइसक्यो होइन अनि यहाँबाट चाहिँ ठ्याक्क महेन्द्र हाइवे आयो एकदम बाटो बिगारेर चाहिँ बिजोग छ बाटो चाहिँ एकदम खत्तम बनाएको छ यहाँबाट हामी कानेपोखरी गएर कानेपोखरीबाट भित्र छिर्नुपर्छ लेटाङको लागि अनि यहाँबाट निस्किँदैछौँ अब बाटो चाहिँ सबै भयभरको पुल जतिमा सानो सानो खोलाहरू यसमा चाहिँ पुल खनेर डाइभर्जन बनाएर पुल बनाउँदैछ नयाँ यस्तो बनाएको छ क्या मलाई त्यही भएर यो धुलो खान चाहिँ लास्टै झ्याउ लाग्छ क्या एकदम धुलै धुलो बनाएको छ यो सबै हेर न कस्तो हरियो हुन्थ्यो यो जङ्गल यो धुलोले क्या ए त्यो आउने रिसोर्ट जाने भनेको बाटोमा मेरो मुतिरहेको छ नि त मजाले यार त्यो धुलो खानुपर्छ नि यस्तो बनाएको छ क्या अहिले अब एसियन हाइवे बनाउनेको लागि बाटो पुरै बिगारेर खत्तमै पारेको छ होइन ए कुन हो यो फेरि एसपेरे चाइनिजले पनि कम्ता मार्केट लिएन हो बाबा सबै बिवाइडीको चाइनिज के हो यस्तो यार यो त अहिले नेपाल पुरा चाइनाले कब्जा गर्छ जस्तो छ यार सब चाइनिज गाडीहरू चाइनाले मार्केट लियो हो आम्मामा के हो यस्तो 50-60 लाखमा यस्तो यस्तो गाडी निकालिदिएपछि मान्छेहरूले अब किन्ने भयो त पेट्रोल गाडी त्यो पनि 400-500 को रेन्ज हुन्छ लाइट चाहिँ बेचतै भयो नि त यो फेरि छ्या यो त लाइट चाहिँ भएन नि त यो ब्रेक लाइट यार कस्तो त्यहाँ मुनि खुट्टामा हुन्छ त ब्रेक लाइटहरू त्यत्रो त्यो बिचको चाहिँ के बोल्छ त्यहाँ माथि र मुनि खुट्टामा बोलिरहेको छ छे चाइनाले के दिमाग लगाएको यो त्यस्तो खुट्टामा ब्रेक लाइट भएर पनि हुन्छ क्या यस्तो दामी गाडी छ पुरा लस्कर लामो बोलिदिनु नि एउटा होइन हेर न बोलेको ल छ्या यता जाने होइन हामी अब हामी उँभो लाग्ने अब लेटाङ जानेतिर यो चाहिँ लेटाङको बाटो कानेपोखरीको जङ्गलबाट हो क्या बाटो छ यार यो त यतातिर बाघ चाहिँ छ कि छैन हौ बाघ त छैन नि है बाघ छैन हात्ती कस्तो जग्गा हेर्दाखेरि चाहिँ पुरै बाघ स्वाटै निस्केला जस्तो छ क्या बाँदर पनि आउँछ है सब खाइसक्यो जङ्गल आइयो हामी लेटाङतिर लेटाङ वेलकम टु लेटाङ कस्तो चिसो हावा आउनु थाल्छ क्या यता आएपछि यार लेटाङ नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ
ए उकालो उकालो बाटो चढ्नु थाल्यो क्या अब चिसो चिसो हुँदै जान्छ ए माथि त पुरै कुहिरो लागेर छ पहाड त केही देखिएको छैन 2 बोतल माग ल फनल पनि लिएर हो फनल फनल उयो हो त यो भए चाहिँ ढुक्क हुन्छ क्या कत्रो हो यो त आमामा ए के बोकेर आयो ए काग चाहिँ यो होइन र क्या यो डिजलको रहेछ डिजलको तेल पनि तारपिन पनि यस्तै हुन्छ नि त अलिअलि डिजलले त फरक त पर्दैन ए के हो यो त नि कोल्डै छ त पानी त तर जान्छ नि जाने रहेछ भित्र खाँदैन हो कहाँ हो भित्र त छ नि बूंद बूंद में सागर बचा है यहाँबाट चाहिँ लेटाङबाट चाहिँ ठ्याक्कै माथिपट्टि पहाड आज पुरा कुहिरो लागेको छ लास्टै चिसो हुन्छ होला हैन चिसो हुन्छ पुरा चिसो हुन्छ जस्तो छ अहिले पनि चिसो भइरहेछ हैन हेरौँ अब माथिको डाँडामा कतिको चिसो यहाँ अगाडिबाट यस्तो गएपछि चाहिँ पहाड सुरु हुन्छ अहिले जाडो हुन थालिसक्यो उता घाम लागेको थियो हैन यता घामै छैन अँध्यारो छ पुरै बाटो चाहिँ छ कि छैन उकालो सुरु भयो देख्यो आमा क्या ठाडो उकालो छ सिधा क्या मुटु टुटु 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 तान्छ ओ डोजर के हान्दैछ डोजर यत्रो स्पिडले के हो तेल हो कि पानी हो तेल जस्तो छ है कस्तो कालो त्यो आयो टिफर फेरि यार आमा यता होइन के बाटो कसलाई टिट गर्छौ बाटो त छ ठ्याक्कै यसलाई भन्नुपर्छ नि कत्रो खाएको सुडो आमा है तेरिका हौ के फेरि डर लाग्यो रेन्ज खतरा भइरहेछ है लच्याक लच्याक 2 गियरमा छ बाइक अब यो स्पिड कम्ती गरौ भने तान्नै छोड्छ एक्सिलेटर लिएन तान्न छोड्यो फेरि ओह्रालो बल्ल ठिक जग्गामा यस्तो गाना गाउँदै पो हिँड्नु मजा आउँछ त डुङ 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 कस्तो दामी ठाउँ आयो आउन चाहिँ अब यहाँबाट जाते निस्किने प्लान छ हेरौँ अब होइन ओहो हो भर्खर सर्भिसिङ गरेको बाइक छ बाइक पनि भर्खर सर्भिसिङ गरेको हो यस्तै पारा हो नि त होइन यस्तै पारा हो नि त फेरि पुग्ने बित्तिकै सर्भिसिङ भयो गाडी
बाल्लो हेर न अब ए अनि यो पातलो छ टायर हो नि त पुरै पछाडि जग्गा प्लिट प्लिट चिप्लिन्छ नि यो उकालो देखिँदैन नि तर थोरै उकालो छ यो अब पछाडि फर्केर हेर त कत्रो उकालो देखिन्छ ओहो ओहो है पानी पर्ला जस्तो छ है कहाँ यो यार कहाँबाट कहाँ हिँड्छ है एकैछिनमा क्या के अरे जाने अब जता जता बाटो लान्छ त्यतै त्यतै पेट्रोल हालेको छ नि होइन गाडीमा ओहो बाटो कस्तो छ हेर न बाटो मरेछ उल्टो गरेर झन्डै बुधबारे पुगिएछ कति टाढा छ यहाँबाट बुधबारे चाहिँ अब पुगिसक्यो त्यो अघि मैले भनेको थिएँ नि हो त्यही भएर झन्डै बुधबारे पुग्यो है बाटो देखेर मात्रै तर्सेर हो कि नसोधेको भए अहिले पुगिने रहेछ ए फेरि त्यसै त यो ओह्रालो कुदाउनु डराएको मान्छे अब झुलुङ्गे पुल ए भगवान् हेर त त्यसले त सुई सुई लगाएको त हौ साउन्डै गएछ नि हेर अघि नै त त्यत्रो रेकर्ड गरेको साउन्ड सबै गएछ